बनाउनका लागि शिक्षा सबैभन्दा आधारभूत नियो हो। शिक्षा बिना देश सम्पन्न हुन सक्दैन। अमेरिकाको एकजना रिसर्चरले भनेको थियो, इफ यु वान्ट टु कोल्याप्स द नेसन यु कोल्याप्स द फाउन्डेसन अफ एजुकेसन। आज यहाँ राजनीतिक दलका नेताजीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई मेरो कुनै अब्जेक्सन छैन, तर आज हाम्रो शिक्षा राइट ट्र्याकमा छ कि छैन एकचोटि भत्लिन म अनुरोध गर्दछु। प्रत्येक दिन 1 अरब 43 करोड घाटा खाएर सञ्चालन गरेको सरकारले उद्यमशीलता केन्द्रित आज 92% आयातमा निर्भर भएको सरकारले नेपाली जनतामा किन खुसी ल्याउन सकेन? त्यसको एउटै कारण हो, उद्यमशीलता विकास नगरेका कारणले। यहाँका डाँडा काँडामा काम गर्ने किसानहरूलाई सम्मान नगरेका कारणले, उहाँहरूलाई भगवान नमानेका कारणले आजका स्कुलहरू खाली भएका छन्। विद्यालयको के भन्छ हाम्रो प्रिन्सिपल सरले भन्नुभयो, म आउँदै गर्दा 400 भन्दा बढी विद्यार्थी थिए, अहिले 200 प्लस विद्यार्थी छन्। उहाँका कारणले घटेको होइन, यो हाम्रो विकासको मोडेलका कारणले घटेको। म आज विशुद्ध एउटा सामाजिक भावले यहाँ उपस्थित भएको छु। मैले यहाँ मेरा पूज्य पिताजीले यस स्कुलमा 3 वर्ष सञ्चालक समितिको अध्यक्षको रूपमा केही इँटाहरू थप्नु भएको थियो। त्यसकारण मैले मेरो पूज्य पिताजीको नाममा 1 लाखको अक्षय कोष आज ह्यान्डओभर गर्दैछु। आदरणीय यस सञ्चालक समितिका अध्यक्ष यादव घिमिरेज्यूलाई सबैभन्दा पहिला 1 लाखको यो चेक ह्यान्डओभर गर्न चाहन्छु। त्यसमा मेरो अनुरोध छ, एउटा चाहिँ तब यो विद्यालयबाट जसले तप गर्छ त्यो विद्यार्थीलाई छात्रवृत्ति दिनु होला। दोस्रो, यो विद्यालयबाट तप गर्ने दलित महिला जनजाति मध्येको विद्यार्थीलाई छात्रवृत्ति दिनु होला। प्रत्येक वर्ष यो अक्षय कोषमा बढाउँदै जानेछु। त्यो चाहिँ कार्यविधि बनाएर अगाडि बढाउनका लागि विनम्र अनुरोध गर्दछु। म धेरै अब समय मैले आफैले 3 मिनेटभन्दा बढी लिने छैन भनेको थिएँ। त्यसकारण अब विद्यार्थी भाइ बहिनीलाई मेरो विनम्र अनुरोध छ, तपाईँले यो विद्यालयबाट पढ्दै अध्ययन गर्दै गर्दा यदि सिप विकास गर्नु भएन भने तपाईँले घोकेको शिक्षाले केही काम गर्दैन। म पनि त्रिभुवन विश्वविद्यालयबाट 5वटा विषयमा मास्टर्स डिग्री गरेको र पिएचडी अवार्ड हुने प्रक्रियामा रहेको एउटा विद्यार्थी हो। शिक्षा जबसम्म सिप केन्द्रित बनाउन सकिँदैन। आदरणीय शिक्षक महानुभावहरू यहाँ हुनुहुन्छ, क्लासमा गएर तपाईँले ब्ला ब्ला किताबका कुरा गरेर विद्यार्थीलाई सेपिङ गर्न सक्दैन। बरु उसलाई डान्स गर्न जानेको छ, डान्समा केन्द्रित गराउनुहोस्। बाँसुरी बजाउन जानेको छ, बाँसुरी बजाउनमा केन्द्रित गराउनुहोस्। मादल बजाउन जानेको छ, मादल बजाउनमा केन्द्रित गराउनुहोस्। गाउन जानेको छ, गाउने कलामा केन्द्रित गराउनुहोस्। खेती किसानी जानेको छ, तपाईँले यहाँको स्थानीय रिसोर्सलाई प्रयोग गरेर प्रत्येक दिन सिप सिकाउनुहोस्। जय श्री कृष्ण मावी, जय पाणिनी, जय अर्घा खालजी। धन्यवाद। जय होस्, जय श्री कृष्ण मावी। हार्दिक आभार आदरणीय प्राचीन व्यक्तित्व दिनेश मणि घिमिरेजी। अब यसपछि संक्षिप्त मन्तव्यको लागि पूर्व गाविस अध्यक्ष तथा विद्यालय स्थापनाकालका महत्त्वपूर्ण व्यक्तित्व, यस विद्यालयको स्थापना गर्ने सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरिसक्नुभएका र यस विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य समेत रहनुभएका आदरणीय मणिराम पौडेलज्यूलाई संक्षिप्त मन्तव्यको लागि हार्दिक अनुरोध गर्दछु। हामीसँग एउटा यो अक्षय कोषको सन्दर्भ यहाँ मसँग प्राप्त भएको छ। फरक क्षमताका विद्यार्थीहरूलाई वितरण गर्ने अक्षय कोष रकम रु 51,000 माथि उल्लेखित विद्यार्थी नभएमा कक्षा 8 र कक्षा 12 का जीवनदार विद्यार्थीलाई पुरस्कार उपलब्ध गराइनेछ भनेर कृष्ण प्रसाद न्यौपाने जीले
पाणिनि 5 महिना अमजाबाट अहिले हाल कपिल वस्तुमा हुनुहुन्छ। उहाँले यहाँ अक्षय कोष स्थापना गरिसक्नु भएको छ। अक्षय कोषको लागि प्रक्रिया अगाडि बढाउने तयारीमा हुनुहुन्छ। धन्यवाद। आज यो हाम्रो श्रीकृष्ण माध्यमिक विद्यालयको 71औं वार्षिक उत्सवका सभापतिज्यू कहिले टाठो बोलेर हैरान कहिले सुस्त बोलेर माननीय पूर्वाधार मन्त्रीज्यू र आजका विशिष्ट अतिथि माननीय मेरा प्यारा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू